नमस्ते। म आज ढोरपाटन आइपुगेको छु। यो चाहिँ बागलुङ जिल्लाको बुर्तिगाङ भन्ने ठाउँमा पर्छ। बुर्तिगाङ हुन अझ माथि 3 घण्टा जति लाग्छ। जस काठमाडौँबाट हामी लगभग 3 दिनमा आइपुग्यो भनौँ न यो ठाउँ। जस आनन्दले त्यहाँबाट पोखरा बस्यो, त्यसपछि बुर्तिगाङ बस्यो। बुर्तिगाङ बिहान आएको 3 घण्टा पुग्दो रहेछ। जस ठिक छ, ठाउँ एकदम रमाइलो छ। मलाई सबैभन्दा अहिलेसम्म म जति ठाउँ घुमेँ, म 5-7वटा ठाउँ घुमेँ होला, नयाँ डिफ्रेन्ट ठाउँ। तर मलाई अहिलेसम्मको बेस्ट ठाउँ चाहिँ यो लाग्यो बस्नलाई। भने लङ टाइम बस्नलाई चाहिँ अलिकति गाह्रो होला, तर हप्ता 10 दिन आएर, हप्ता दिन जति आएर यहाँ टेन्सन गाडेर आनन्दले बसौँ भने पनि एकदम कुल ठाउँ। बाटो पनि पुगेको छ, पानीको व्यवस्था, यस्तो मौसम राम्रो, यति राम्रो छ कि ठाउँ कुरै नहुनु। नेपालको स्विजरल्यान्ड भने पनि हुन्छ यसलाई। र अर्को कुरा चाहिँ, विशेष कुरा चाहिँ नयाँ बिहे गर्ने दम्पतिहरूलाई चाहिँ यो मेरो तर्फबाट टिप्स एउटा, तपाईँहरू बिहे गरेर हनिमुन बनाउन विदेशतिर जानुहुन्छ भने नजानुहोस्, पैसा खर्च नगर्नुहोस्, यहीँ आउनुहोस्। यो यति राम्रो ठाउँ छ, आनन्दले आउनुहोस्। होमस्टे दुनियाँ ठाउँ छ, टेन्सन नलिएर आउनुहोस्, रमाइलो गर्नुहोस्, आउनु होला, प्लिज ढोरपाटन घुमिदिनु होला। अनि सिकार गर्नलाई, हन्टिङ गर्नलाई पनि छ यहाँ, हन्टिङको व्यवस्था पनि छ। तर त्यो चाहिँ सिजनमा चाहिन्छ रहेछ, कार्तिक महिनामा, कार्तिक मङ्सिरमा रहेछ चाहिँ, त्यो चाहिँ सिजन अनुसार। तर धेरै महँगो छ, अलिक धेरै महँगो छ। है, आइदिनु होला, ढोरपाटन भिजिट गरिदिनु होला। धन्यवाद। जय नेपाल। Lo, itu sang lihat sampai lo kelanar, mana nih, lo, itu. अब मेरो अर्को प्लानिङ भनेको दसैँमा घर जाँदाखेरि चाहिँ यही बाटो भएर आउँछ। तर बस्दै घरसम्म पुग्ने मेरो विचार छ। लेट्स सी, हेरौँ कस्तो हुन्छ। पुल सानो चिटिक्क परेको छ।